भोट चाहिँ घन्टीमा है, भोट चाहिँ घन्टीमा। 30 वर्षदेखि देश लुटेछ, यहाँ पैसा लुट्न हिँडेको, भोट चाहिँ घन्टीमै हो। यो अनि त तरिका, यो अनि त एउटा असल इमान्दार स्वच्छ नागरिकको परिचय। उनले एमालेको झन्डा बोके पनि तर उनलाई थाहा छ देशलाई परिवर्तन चाहिएको छ भनेर। त्यही भएर म सबैलाई के आग्रह गर्छु भने, हुन त तपाईँहरूको आफ्नो पार्टी होला, तपाईँहरूको आमा बुवाले चलाउँदै आएको पार्टी अब यताउति तपाईँ गर्नु नगर्ने होइन, तर भोट चाहिँ घन्टीलाई दिनु। किनभने यो पटक चाहिँ साँच्ची नै देशलाई जरुरत छ परिवर्तनको। 35 वर्षसम्म आफै एमालेका कार्यकर्ता अब हुन्छ नि त्यहाँ प्रचार प्रसारमा जाने उनीहरूले भन्दैछन् 35 वर्षसम्म देश खायो भने। तपाईँहरू के भन्नुहुन्छ? यसमा अब न कुनै राजसभाको कुनै मान्छे छ न कुनै छ, एउटा एमालेको कार्यकर्ता व्यक्तिले नै भन्दैछ भोट घन्टीमा भनेर। एमालेका कार्यकर्ताहरू त परिवर्तन खोज्दैछन् भने हामीहरू किन खोज्न सक्दैनौँ?